है ग्यास भनेको हाई प्रेसरबाट बग्ने चिज हो है। त्यो हाई प्रेसरको कारणले गर्दाखेरि त्यो कालो लेदो कहाँ आउँछ रेगुलेटरमा आउँछ। रेगुलेटर खराब गर्छ, रेगुलेटर हुँदै पाइपमा जान्छ, पाइप जाम गरिदिन्छ, पाइप हुँदै त चुलोमा जान्छ, चुलोका मसिना पलाउनु हुन्छ बन्द गरिदिन्छ। एउटा चुलो जल्ने एउटा चुलो नजल्ने ढिप्दी पनि हुन्छ, भाँडा पनि कालो हुने हुन्छ कुरा भन्नु हो। त्यही भएर एक छाक खाना पाक्ने लोभमा, एक छाक तरकारी पाक्ने लोभमा यता रेगुलेटर खराब, यता पाइप खराब, उता चुलो खराब हुन्छ। तीनवटा चिज मर्मत गर्नुपर्ने चेन्ज गर्नुपर्ने चाहिँ हुन्छ है। त्यही भएर लोभले लाभले बिला चाहिँ त्यो ढलाउने सुताउने घोक्याउने चाहिँ गर्नु हुँदैन है। अनि अर्को कुरा यसको पाइपको बाहिर स्टिलको रिङतार कसरी बेर्नु भएको छ? स्टिलको रिङतार, स्टिलको रिङतार जसले बेर्नु भएको छ सेफ्टीको लागि लगाउँछ। अब स्टिल भन्ने कुरा सबभन्दा छिटो तार्ने चिज हो। जस्तो दाल उम्लेको खस्यो, दुध उम्लेको खस्यो, चिया उम्लेको खस्यो, त्यो स्टिल तातेर भित्रको पाइपलाई कल पारिदिने छेद पारिदिने गर्छ एउटा। अर्को कुरा त्यो कभरिङको कारणले गर्दाखेरि भित्र पाइपको अवस्था देखिँदैन। हामी वर्षौंदेखि प्रयोग गरिरहेका हुन्छ, त्यो ग्यास बग्दा 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 खुलिसकेको हुन्छ, पाइपभित्र फुटिसकेको हुन्छ, चिरा चिरा परेको हुन्छ, त्यहीबाट लिकेज भएर एकैपल्ट आगो उत्पन्न चाहिँ हुन्छ है। त्यही भएर के गर्नुपर्छ भने यसलाई कभरिङ गर्नु हुँदैन। जस्तो छ त्यस्तै प्रयोग गऱ्यौँ भने त त्यो नाकको आँखा देखिन्छ नि, कहाँ खुलिएको छ, कहाँ फुटेको छ, कहाँ चिरा परेको छ, त्यो त हामी चेन्ज गर्न सक्छौँ। त्यही भएर यसलाई मेकअप चाहिँ गर्नु हुँदैन, बाहिरबाट कभरिङ चाहिँ गर्नु हुँदैन है। जस्तो छ त्यस्तै प्रयोग गर्ने कुरा गर्नुभयो। बिहामा ठुलो पार्टीहरूमा होटेलहरूमा यस्तो गरेको देखिन्छ। यो एउटा पाइपबाट फेरि जोइन्ट गरेर दुईटा चुलो, एउटा सिलिन्डर दुईटा चुलो प्रयोग गर्ने गरिएको हुन्छ। यसमा के हुन्छ भने जति धेरै जोइन्ट त्यति धेरै लिकेज हुने सम्भावना हुन्छ है। त्यही भएर एउटा सिलिन्डर एउटा चुलो चाहिँ प्रयोग गर्नुपर्छ भनेको हो त्यो। अनि अर्को कुराहरू त्यो बन्द ऱ्याकभित्र कसरी राख्नु भएको छ ग्यासलाई, ग्यास सिलिन्डर ऱ्याकभित्र बन्द ऱ्याकभित्र अनि चुलो बाहिर छ त्यस्तो होला स्ल्याबमा त हुन्छ नि मेरो छ हटाउनु भन्दा ओपन नै हुन्छ खुल्लामा छैन दुईटा तीनटा हो। सुन्नुहोस् यो के हुन्छ भने कहिलेकाहीँ हामीले उताबाट चेक जाँच गरेर ल्याए तापनि घरमा ल्याइसकेपछि पनि लिकेज भइदिन सक्छ। त्यो पिन हल्लिएर अलिकति सिलिन्डर हल्लिएर त्यो रेगुलेटर अलिकति भएर डिसब्यालेन्स भएर पनि लिकेज भइदिन सक्छ। त्यस्तो बेला त्यो ग्यास पुरा भरिन्छ भित्र बन्द ऱ्याकभित्र। खुल्ला भयो त अलिकति बाहिर भयो त बनाएको ठाउँ हुन्छ, त्यो बन्द ऱ्याकभित्र बनाएको पनि ठाउँ पुरै भरिन्छ। अनि जतातताबाट स्पेस छ त्यो ग्यास बाहिर आउनु त्यो तापक्रम बढ्यो भने प्रेसरको कारणले गर्दाखेरि त्यो भएर कहिलेकाहीँ के हुन्छ भने यस्तो लिकेज हामीले भित्रै दियौँ भने अब सबै हाम्रो घर खुला ढोका सबै खुला राखेर एकजना घर पुर्ने मान्छे हुन्छ भने के छ त छैन, हामी झ्याल ढोका खोलेर बाहिर गइदिन्छौँ। अनि बेलुका एकैपटक आयो भने अनि तपाईँको ग्यास पुरा त्यो किचनमा भरिएर यो बत्तीको बोर्डसँग भित्रसम्म गइसकेको छ भने बेलुका उनीहरू भएर आएर तपाईँले बत्तीको स्विच मात्रै दबाउनु भयो भने स्पायर भएर झ्याप्पै एकैपटक आगलागी भएर लाइट समाप्त झिर्काले पनि चल्छ नि। अनि यसमा हामीले सलाई नै तोड्नुपर्छ, यसमा ग्यास लाइटरको झिर्काले पनि चल्छ नि। भनेपछि झिर्का पायो भनेपछि मात्रै पनि त्यस्तो हुन्छ हो। त्यही भएर हामीले के गर्नुपर्छ भने यसमा एक नम्बरमा के गर्ने, यसलाई सेफ्टी ट्यापलाई बाहिर खोल्ने, त्यसपछि यसमा पानी हाल्ने, लिकेज छ कि छैन हेर्ने। लिकेज छ भने के आउँछ बबल आउँछ, बोका आउँछ कुरा भन्नुभयो। पुरा दुध उम्ले जस्तै उम्लिन्छ, चिया उम्ले जस्तै उम्लिन्छ। त्यस्तो ग्यास के छ भने हामीले भित्र लिने होइन कि ब्याग रिटर्न। अनि त्यो लिकेज बन्द गर्ने तरिका पनि अहिले जुन मैले गरेँ एउटा पिनलाई प्रेस गरेर अनि त्यो ड्याङडुङ गरेर एउटा पिनातिर लागेको हुन्छ। अनि त्यो एकदम प्रेस गर्दाखेरि त्यो पिन लेभलमा आउँछ र लिकेज रोकिन्छ। त्यसरी पनि लिकेज रोकिन भने भित्र ओरिङ भन्ने हुन्छ एउटा कालो वासर, त्यसलाई चाहिँ चेन्ज गरिदिनुपर्छ डेलिभरीलाई। कतिपय डेलिभरीलाई त्यो चेन्ज गर्न आउँछ, कतिपय आउँदैन होला पनि है। अनि त्यसरी पनि चेन्ज गरेर लिकेज रोकिएन भने यो सेफ्टी क्यापलाई लगाएर जताबाट आएको त्यति हामीले ब्याग फेटाबाट दिनुपर्छ है। लिकेज ग्यास भित्र्याउनु भनेको समथिङ घटना घटाउनु है। त्यही भएर बिचबाट फुटेर खुलेर चिरा परेर होइन अथवा काटिएर मुसाइ टोकेर जसरी पनि चाहिँ हुनसक्छ है। त्यस्तो अवस्थामा अवस्थामा त्यो जोइन्टबाट बाइचान्स लिकेज भइदियो हेर्नुहोस् है, एउटा लिकेज भइदियो भने हेर्नुहोस् पानीमा अक्सिजन हुन्छ पानी हालेर समस्याको समाधान चाहिँ हुँदैन कुरा भन्नुभयो। पानी हालेर समस्याको समाधान भयो त्यसले जोखिम भयो, रोक्यो अहिले यो रेगुलेटर रोक्यो। यसको काम भनेको यो प्रयोग नगरेर पनि काम छैन, जोखिम पनि बढाइराखेको छ है। सिलिन्डरसम्म यो चुलोसम्म पुरै पनि राखेको छ, जोखिम पनि बढाइराखेको छ, सप्लाई पनि गरिरहेको छ, जोखिम पनि बढाइराखेको छ, घटना पनि घटाइराखेको छ है। हो त्यो भएर अब बाइचान्स यो जोइन्टबाट नभएर अब माथिल्लो जोइन्टबाट पनि लिकेज हुन्छ। यस्तो भइदियो भने हामी त आफै नै भाग्नु छ, गर्छौँ नि है।
त्यही भएर हाम्रो भागा बाँड्न दौडादौडको त्यस्तो अवस्था चाहिँ हुन्छ। त्यही भएर अब जोखिम भए तापनि यसले रोक्यो। हाम्रो घरमा पनि कुनै सर्ट भयो भने, तार सर्ट भयो भने के हुन्छ, एमसिबी खसिहाल्छ। कुनै घटना हुन्छ हुँदैन भने जस्तै यसमा पनि कहाली लाग्दा घटनाहरू भए, ठुल्ठुला क्षतिहरू भए, करोडौँ अरबौँका संरचनाहरू पनि झरे। त्यसपछि यसमा पनि एउटा प्रविधिको चाहिँ विकास भएको छ है। जसरी एउटा बत्तीलाई एमसिबीले कन्ट्रोल गर्छ, त्यसै गरी यो ग्यासलाई पनि कन्ट्रोल गर्ने सर्टकट भाषामा ग्यासको एमसिबी भन्दा पनि हुन्छ। त्यस्तो चिजको चाहिँ निर्माण भएको छ। विज्ञानले, साइन्सले त्यो एउटा निर्माण गरेको छ। प्रविधिको प्रयोग गरौँ हामी, हेरौँ। अब यसलाई मैले भन्न खोजेको कुरा के छ भने यो रेगुलेटर जोड्न आउने मान्छेलाई यो पनि जोड्न आउँछ। हेर्दाखेरि त रेगुलेटर जस्तै छ है। यस ल यसलाई हेर्नु त सजिलो हल्का तरिका। यसलाई त यसरी गर्नुपर्छ, यसलाई यसरी पनि गर्नु पर्दैन। मेरो औँला हेर्नु त, दुईटा औँला यहाँ राखेको छु, अरू औँला तल राखेको छु, यसरी है। पछि यो यदि राम्रोसँग मिलेन भने यो ढिगमा, सेतो ढिगमा अनि ट्याक्क गरेर ट्याक्क हुन्छ है। अब यसको माथि यो जोड्नु, यो ग्यासको च्याम्बर नै हो भनेर सम्झिनु होला है। माथिबाट त्यसै अचुलो जलाउनु खुलै छ, जलाउनु खुला छ, त्यही जलाउनु। यसको काम के हो भनेर सिकाउनु त त्यो एउटा हजुरको हातबाट चल्यो, मेरो हातबाट चल्छ कि मेरो हातबाट पनि चल्यो। यो कसरी चल्ला, के गर्दा चल्ला, कसै घरमा यो हुन सक्छ। यो रेगुलेटर हो, यसले जोखिमको केही पनि काम गर्दैन, मिटर मात्रै देखाउँछ है। सत्यको थाहा यो पनि यसको डिभाइस हो, यो रेगुलेटर है। यो पनि यसको माथि लाग्छ यसरी है। यसरी हेर्नु, यसरी दाबेर यो बटनलाई दाबेर यसरी लाग्छ, यसरी चाहिँ यो बटनलाई एउटै दिया हो त मलाई। यसरी चाहिँ यसरी लाग्छ है। यसरी छ एउटै थियो। तर उसले चाहिँ एक्सपेरिमेन्ट गरेर देखायो। यो हामीले भन्नु के थाहा 3 महिनामा बिग्रेको रहेछ, यो देखाउनलाई ल्याएको। यो देखाउँदाखेरि हाम्रो घरमा पनि यस्तै छ भन्नुहुन्छ। यस्तो होइन, यस्तो होला भने यस्तै हो, यो ठुलो होला नि सर, टेस्ट गरेर देखाएको।